के तपाईलाई पनि लाग्छ कि लिभर त केवल रक्सी पिउनेहरूको मात्रै बिग्रन्छ? यदि हो भने दिदीबहिनी र दाजुभाइ तपाईँ ठूलो भ्रममा हुनुहुन्छ। किनकि आजकल साना बच्चादेखि फिटदेखि नै युवासम्मको लिभर चिल्लो फ्याटले भरिएको छ। के तपाईँको घाँटीमा कालो दाग वा मस्सा छन्? यदि छन् भने फ्याटी लिभरको सङ्केत हुन सक्छ। खाना खाएपछि पेटको माथिल्लो भाग भारी लाग्छ, आँखाको सेतो भाग हल्का पहेँलो हुँदैछ। यस्तो अवस्थामा व्यवस्था नगर्नुहोस्, किनकि प्रत्येक 3 जना मध्ये 1 जना फ्याटी लिभरको समस्याबाट ग्रस्त छन्। यदि तपाईँको पेट बाहिर निस्किएको छ र सधैँ थकान महसुस हुन्छ भने यो पनि खतराको सङ्केत हो। वास्तवमा लिभर हाम्रो शरीरको यस्तो इन्जिन हो जसले 500 भन्दा बढी काम गर्छ, तर हाम्रो खराब बानीहरूले यो शक्तिशाली इन्जिनलाई बोसोले भरिएको डब्बामा परिणत गरिदिएको छ। हामी बाहिरबाट क्रिम र पाउडर लगाएर चम्किन्छौँ, तर भित्रबाट शरीरले काम गर्न छोड्दैछ। अब प्रश्न उठ्छ, कुन गल्तीका कारण यस्तो भइरहेको छ? हामी तपाईलाई बताउनेछौँ। नमस्कार, म शुभङ्कर हुँ। तपाईँ हेरिरहनु भएको छ हेल्थ बुक र आजको विषय हो फ्याटी लिभर। यस भिडियोमा हामी फ्याटी लिभर बारे गहिरो सत्य प्रस्तुत गर्नेछौँ, जुन तपाईँ सामान्य ठानेर व्यवस्था गर्नुहुन्छ। हामी तपाईलाई बताउनेछौँ कि कसरी रक्सी नपिउँदा पनि लिभर जोखिममा पर्न सक्छ। त्यस्ता साना सङ्केतहरू के हुन् जसलाई चिनाउन आवश्यक छ। WHO र ICMR का रिपोर्टहरूले के भन्छन् र राम्रो कुरा के छ भने हामीले दिने जानकारी अनुसार जीवनशैली परिवर्तन गर्नुभयो भने तपाईँ आफ्नो लिभरलाई सुधार्न सक्नुहुन्छ र धेरै हदसम्म स्वस्थ रहन सक्नुहुन्छ। अब सुरुवात गरौँ। फ्याटी लिभरमा कसरी तपाईँको लिभर बोसोले भरिएको डब्बा बन्छ। पृष्ठभूमि सङ्गीत। लिभरलाई बुझ्नका लागि आफ्नो शरीरलाई एउटा ठूलो केमिकल प्लान्ट जस्तै सम्झनुहोस्, जसको काम शरीरको फोहोर निकाल्नु र ऊर्जा उत्पादन गर्नु हो। तर जब तपाईँ आवश्यकभन्दा बढी चिनी, मैदा वा मिठाई खानुहुन्छ, तब लिभर अलमलमा पर्छ, किनकि यो अतिरिक्त ऊर्जालाई तुरुन्त प्रयोग गर्न सक्दैन। नतिजा, लिभरले त्यो अतिरिक्त ऊर्जालाई बोसोमा बदल्छ र आफैभित्र जम्मा गर्न थाल्छ।